चाहिँ मुक्तिनाथमाथि उक्लिँदैछ। म अगाडि छु अनि मम्मीलाई कुरेर बसेको थिएँ। एकजना आमाले चाहिँ मम्मीलाई लट्ठी दिनुभयो कि उहाँलाई पनि कसैले दिएको थियो अरे माथि चढ्ने बेलामा सजिलो हुन्छ लिनु भनेर। अनि मेरो मम्मीलाई पनि त्यो आमाले दिनुभयो। लट्ठी टेकेर हिँड्दै हुनुहुन्छ तर अलिक गाह्रै हुँदो रहेछ मम्मीहरूलाई नि त्यति उक्लिन पनि। पुग्न त पुग्नुभयो राम्रोसँग। कतिजना बिरामी भएर पनि फर्किनु हुँदो रहेछ, दौडाउनु पर्ने त्यस्तो पनि देख्यो। धेरै जसो चाहिँ इन्डियनहरूलाई मैले देखेँ त्यसरी गाह्रो भएको अनि घोडामा चढाएर तल झारेको, बोकेर झारेको धेरैजनालाई देख्यो। जोस माथि चढ्दाखेरि चाहिँ आफूलाई हाई अल्टिट्युडको प्रब्लम छ भने चाहिँ मेडिसिन लिनु भन्छु म चाहिँ होइन। त्यसरी लिएर जानुभयो भने सजिलो हुन्छ, तपाईँहरूलाई गाह्रो हुँदैन। मम्मी चाहिँ पुग्न थालिसक्नुभयो। बुवाहरू चाहिँ पछाडि हुनुहुन्छ कि मम्मीले बुवालाई पनि टपेर जानुभयो। मैले जुम गरेर देखाउन थालेँ, अलिकति मात्र देखेको छ बुवालाई चाहिँ आउँदै हुनुहुन्छ। पहिला त बुवा छिटो आउनुभएको थियो मुक्तिनाथ पुगेर नुहाएर। यो चाहिँ भिडियो खिच्दैछु भनेको अनि नाच्दै हुनुहुन्छ, आउनु पाइयो खुसी भयो भनेर। यो चाहिँ मुक्तिनाथको भ्यू हो होइन। लक्कीले पायो, जय मुक्तिनाथ भन्दैछौँ आमा छोरी हामी। रमाइलो भयो, खाली पनि भयो। ठ्याक्कै 12 बजी चाहिँ बन्द हुँदो रहेछ अनि सबैजना हतारेर तल झर्नलाई रेडी हुनुहुन्थ्यो। 12 बजेपछि चाहिँ हावा धेरै चल्नु पर्यो। त्यहाँको बस्नुहुने त्यो सशस्त्र पुलिसहरू को हुनुहुन्छ उहाँहरूले पनि तलै गएर बस्नु भन्नुहुँदो रहेछ। हावा लागेपछि चाहिँ गाह्रो हुन्छ अरे, लेख लाग्छ अरे धेरैजनालाई भन्दै हुनुहुन्थ्यो। जय